नमस्ते नमस्ते बहिनी। हामी आज साइबर ब्युरो अगाडि छौँ। तपाईँले भर्खरै मात्रै मुद्दा दर्ता पनि गरेर आइसक्नु भएको छ। के भयो आज ठ्याक्कै भनिदिनुहोस्। आज म पार्टी कार्यालय गएँ। पार्टी ठुलो मान्छेहरूसँग अलिकति छलफल पनि गरेँ। उहाँहरूले साइबर ब्युरोमा गएर मुद्दा हाल्नै पर्छ, हजुर साह्रै अन्यायमा हुनुहुँदैछ। सबैजनाले मलाई चाहिँ सर्वप्रथम त मेरो इष्टमित्र सबै छाप्पो नगरपालिकाबाट मलाई सपोर्ट गर्ने बहिनी देउन दिदी भिनाजु भान्जा भान्जी सम्पूर्ण आफन्तहरूले हामी सहन सकिएन। मलाई पहिल्यै एक हप्ता अगाडिदेखि नै जानुहोस् केस हाल्नुहोस्, पुलिस केस साइबर ब्युरोमा फेरि मुद्दा दर्ता गर्नुहोस् भन्नुभएको थियो। तर आज म आएर मुद्दा दर्ता गरेँ, सम्पूर्णलाई गर्दैछु। तपाईँले भर्खरै मात्रै दर्ता गरेर निस्किनु भयो? भर्खर निस्किएको 1 मिनट भयो। कतिजनालाई दर्ता गर्नुभयो मुद्दा? 30-35 जनाभन्दा बढी हुनुहुन्छ। 30-35 जनाभन्दा बढी। उहाँहरूले तपाईँको के गर्नुभयो? मेरो परिवारको छोराछोरीको पुरै फोटो राखेर मेरो बारेमा पैसा उठाउँदै हिँड्ने, जापानमा चाहिँ मेरो आइडी बनाएर अनि नेकपा एमालेको गीत लगाएर के अरे बालन शाहको घर भत्काउन जाम पेट्रोल पम्प लिएर रेणुकाको बुढाबुढी भनेर पनि हाल्नुभएको छ। अहिले भर्खरै सुषमा खड्काले हाल्नुभएको छ त्यो। अनि अहिले भर्खर बुढाले पठाइदिनु भयो, त्यो पनि मैले अहिले भर्खर पठाइदिइसकेँ फोटोकपी गरेर। अनि मैले भन्दै नभने कुरा पनि मेरो रेणुका आइडी भनेर फोटोबाट उहाँहरूले चाहिँ भोलि यति गते पर्सि यति गते माइती घर मण्डलमा जम्मा हौँ, बालेनको घर जलाम भन्ने, सिंहदरबार जलाम भन्ने त्यस्तो चाहिँ गर्नुभएको छ उहाँकोहरू नाम लिएर। सर्वप्रथम जापान आचार्यलाई अम्बिका आर्यलाई, जापानमा हुने जस्मिन ढकाल, नेपालमा हुने खड्को सरकार अनि